म आज हजुरहरूको समक्ष एउटा सानो भिडियो लिएर उपस्थित छु र आशा गर्छु यो भिडियोले हजुरहरूलाई या हजुरहरूको शाखा सम्बन्धी, हजुरहरूको इष्टमित्र या हजुरहरूको गाउँमा नै कुनै सहयोग पुग्नेछ। र विशेष गरी भिडियो के को विषयमा भन्दाखेरि आज हामी जहाँ पनि फोन गर्छौँ, हाम्रो शाखा सम्बन्धी, हाम्रो इष्टमित्र, हाम्रो गाउँघर कुनै न कुनै बिमारीहरूले ग्रसित छन् र यो सबै बिमारीहरू चाहिँ अनियमित खानपान र हाम्रो शारीरिक व्यायामहरूको कमीले हुन्छ। र त्यसमध्ये आज हामी प्रत्येक 10मा 2% या 10जनामा 2 जना चाहिँ हामी मुटुको समस्याहरूले ग्रसित भएको देख्छौँ र सुन्न सक्छौँ। र यो मुटुको समस्या जुन चाहिँ धेरै उत्पन्न भइरहेको छ, हुन त यो अनियमित खानपानले र हामीले अनियमित आफ्नो शरीरलाई एक्सर्साइजहरू नगरेको कारणले पनि भएको हो। र कतिपय साना साना समस्याहरू त हाम्रो नियमित खानपान हामीले सुधार गरेमा पनि राम्रो हुन्छ। तर कतिवटा चाहिँ अब भनौँ धेरै गहिरो भएको हुन्छ। कतिवटा बिमारी, विशेष गरी हार्ट सम्बन्धी धेरै बिमारीहरू गहिरो भएको हुन्छ। कतै कहीँ त अब डक्टरले अपरेसन पनि भनेको हुन्छ, अपरेसन गर्नुपर्छ पनि भनेका हुन्छन्। र धेरै हामी त्रास भएका हुन्छौँ, हामी डराइरहेका हुन्छौँ है। कहीँ कहीँ त हाम्रो पैसाको अभाव पनि हुन जान्छ, कहीँ हामी राम्रो सल्लाहकार पनि पाउँदैनौँ, कहीँ हामी राम्रो सल्लाहकार या हाम्रो पैसामा प्रशस्त मात्रामा हामीसित ट्रिटमेन्ट गर्ने पैसा छ, तर हामी कहीँ कहीँ डक्टर पनि हामी राम्रो पाउँदैनौँ र हामी असफल हुन पुग्छौँ र कहीँ कहीँ त है भनौँ एक्सिडेन्ट पनि हुन जान्छ। र यही समस्याको हजुरहरूलाई यो भिडियोको मार्फत केही समाधान मिल्छ कि भन्ने उद्देश्यले चाहिँ मैले यो भिडियो बनाएको। मुटुको रोग जस्तै भनौँ चेस्ट पेन है, हार्ट ब्लोकेज, भल्भको प्रब्लम आदि जस्ता धेरै है मुटु सम्बन्धी धेरै रोगहरू चाहिँ यहाँ हाम्रो यो विशेष गरी हाम्रो यो डुवर्स क्षेत्रको लागि चाहिँ एकदम ठुलो समस्या हो। र यहाँ हामी सही उपचार पनि पाउँदैनौँ। सही उपचार भनेको हाम्रो यहाँ नजिक सिलगढी हुन्छ र त्यहाँ पनि हामी सायद राम्रो डक्टर पाउँदैनौँ, राम्रो सुविधा पाउँदैनौँ। हाम्रो पैसाको खर्च भए तापनि हामी त्यस्तो व्यवस्था, हामी त्यस्तो डक्टरहरू हामी पाउँदैनौँ। र भन्न पर्दाखेरि यो समस्याको लागि चाहिँ र हजुरहरूसित केही कमीहरू है, पैसाको कमी, पैसाको अभाव छ या राम्रो डाक्टर हामीले अगर पाउँछौँ भने चाहिँ त्यो चाहिँ रहेछ श्री सत्य साई इन्स्टिट्युट हायर मेडिकल साइन्स है, पुट्टापति आन्ध्र प्रदेशमा, जहाँनिर चाहिँ भारतको गोल्ड मेडलिस्ट कार्डियो सर्जनहरूद्वारा चाहिँ हाम्रो निःशुल्क हाम्रो ट्रिटमेन्ट हुनसक्छ, जसको निम्ति हामीले कुनै पनि रकमहरू दिनु पर्दैन। र त्यहाँ हार्ट सम्बन्धी एकदम राम्रो राम्रो डक्टरहरूले है हामी ढुक्क भएर त्यहाँ इलाज गर्न सक्छौँ। र म पनि है आजभन्दा एक साल अगाडि नै हार्ट सम्बन्धी मलाई पनि समस्या थियो र मैले उहाँ एउटा राम्रो डक्टरको हातबाट है एकदम निःशुल्क मैले आफ्नो उपचार गरेर म अहिले मेरो 1 साल भयो। आज म घरमा आफूलाई पहिलाको भन्दा एकदम स्वस्थ महसुस गरिरहेको छु। र मेरै सल्लाह सुझावमा एकजना बहिनी पनि गएको थियो, उनले पनि आफ्नो हार्टको अपरेसन गरेर है एकदम सही घर फर्किनु भयो। र जसको कारणले मलाई लाग्छ कि त्यहाँ चाहिँ एकदम राम्रो ट्रिटमेन्ट हुन्छ। विशेष गरी हामी गरिब दुखी है, हामी पैसाको अभाव भएकाहरूको लागि चाहिँ झन् यो एउटा ठुलो समाधान हो। र यसको हजुरहरूलाई यो सम्बन्धी अरू पनि अन्य कुनै जानकारी चाहिन्छ है भने चाहिँ हजुरहरूले मलाई सम्पर्क गर्न सक्नुहुन्छ।
र यहाँ चाहिँ एकदम निःशुल्क तपाईँले आफ्नो ट्रिटमेन्ट गर्नु सक्नुहुन्छ। यहाँ बस जानु आउनु है, अनि यहाँ जहिलेसम्म तपाईँको ट्रिटमेन्ट हुन्छ तहिलेसम्मको लागि यहाँ बस्ने जुन चाहिँ खर्चहरू हुन्छ त्यो चाहिँ आफूले गर्नुपर्छ। अरू अन्य डक्टरी सेवाहरू है, जे पनि तपाईँको अरू कुनै समस्या हुन्छ, तपाईँलाई अपरेसनै गर्नुपर्छ भने पनि यहाँ एकदम निःशुल्क तपाईँले सेवा पाउनुहुन्छ। धन्यवाद।